यतिखेर महेश बस्नेत चर्चाको शिखरमा छ। के अरे कुनै बेला बलात्कार अनि रवि लामेछानेको केस यसमा लिएर चर्चामा आइराख्ने महेश बस्नेत आज गएर केपी शर्मा ओलीलाई गोद लिएर चर्चाको शिखरमा आएको छ। र अर्को कुरो एमालेको सेकेन्ड नेता पनि बन्न पुगेको छ। त्यो अहिले केपी शर्मा ओली र महेश बस्नेत बाहेक अरू कोही देखिएका छैनन् एमालेमा। र अर्को कुरो मेन कुरो एमालेलाई यस्तो बनाइदिएका छन् कि गुण्डाहरूको भर्ती केन्द्र बनाइदिएका छन्। त्यसको मुख्य सरदार केपी शर्मा ओली, अर्को डन महेश बस्नेत, त्यसपछि अरू छानातिना भाराङ बुरुङ के हुन्थे श्रेष्ठ के त्यो गुण्डाहरू गुण्डाका नायकीहरू कति हो। अनि हरेक क्षेत्रमा धाक धम्की बारामा होस् कि जहाँसुकै होस् एमाले माथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्केर चुनौती दिएर भन्छु सिमरामा ल कार्यक्रम गर्दै देखाउँछु, ल त्यहाँनिर गएर रोकेर देखाओस् त। अब दै जमाएर बसेको छैन नेकपा एमाले। सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने धाक धम्कीकोमा देखाएको पावरले यिनीहरूले के चुनाव जित्लान्। र अर्को कुरो यिनीहरूलाई थाहा छ चुनाव हामी जित्न सक्दैनौँ भनेर चुनावमा नजानी घोषणा गरेका छन्। र अर्को कुरो सांसदलाई पुनर्स्थापना गर्ने भनेर अदालतमा मुद्दा हालेका छन्। केपी शर्मा ओलीलाई अझै पनि आश छ सांसद पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्छु भनेर। यो बुढोको अहङ्कारले एमाले त सकियो देशलाई पनि सकाउने भयो। यो केपी शर्मा ओलीले कस्तो खालको अहङ्कार र जिद्दी मान्छे रहेछ भने यो केपी शर्मा ओली एमालेलाई त्यत्रो जगदेखि उठाएका नेताहरूलाई लाद हानेर अहिले एक्लो केपी शर्मा ओली व्यक्ति विशेषमा गएर टुङ्गिएको छ एमाले। अनि यो मान्छेको घमण्डले एमाले जस्तो पार्टीलाई सकाइदियो भनेदेखि यसले देशलाई राख्ला त, देश बचाउला। खालि उखान टुक्का र अरू जोक्स उखान टुक्का गफ बाहेक अरू केही पनि गर्न जानेको छैन। र यस्तो मान्छेलाई भोट दिएर जिताउने मान्छेहरूलाई अब चाहिँ माफ गर्न सकिँदैन, चाहे त्यो जोसुकै होस्।